आज बानाहाट सेन्टर डच ह्यान्डिक्याप एन्ड सोसल वेलफेयर अर्गनाइजेसनको फाउन्डर श्री बसन्त सुनारजी ज्यू आफ्नो हालत बिरामी हुँदाहुँदै आज आश्रम आउनु भएको छ र म श्री बसन्त सुनारजीलाई प्रश्न गर्न चाहन्छु, तपाईँ बिरामी हुँदाहुँदै यहाँ आश्रममा आज किन आउनुभयो? हेर्नु, आज म तपाईँहरूलाई बताउन चाहन्छु आनन्दम डिसेबल सेल्टर होम्स त्यो हामीले आज सबैले मिलेर आज यो खडा गऱ्यौँ। किन गऱ्यौँ? यो दिव्याङ्ग नानीको प्रति होइन, बाउ आमालाई एउटा जिम्मा हुन्छ नि, त्यस्तै हामी एउटा बाउ आमा हो र आज म आउनुको अब म त साह्रै बिमारी छु र बिमारी हुँदाहुँदै पनि अब धेरै कुरो सोचेर बुझेर पनि निक्लिनुपर्छ भन्छ घरबाट र पनि मलाई निक्लिनु मलाई त एक प्रकारको के भनौँ भने मन मान्दैन। धेरै भयो, एक हप्ता भइसक्यो त नानीहरूसँग बस्नु जरुरी पनि छ। नानीहरूले के गर्दैछ कसो गर्दैछ बाबा भनेर खोजिरहन्छ अरे। र दोस्रो बात 15 अगस्त होइन हाम्रो स्वाधीनता दिवस अब मनाउनु जानुपर्ने छ र यसरी नै आज यी स्वाधीनता दिवस मनाउनुको लागि हामी अब रेडी गर्नु पऱ्यो। आज मिटिङ गर्नु पऱ्यो, के हो कसो हो कसरी गर्नुपर्ने, गेस्टहरू पनि अब कहाँबाट आउँछ कस्तो आउँछ, हामीले को कोलाई इन्भाइट गरेको छौँ, को आउने एकदम स्योर छ, उहाँहरूको पनि नेम लिस्टहरू गऱ्यो यसो हामी प्रोग्रामलाई अगाडि बढाउनु पर्ने र फ्ल्याग होस्टिङ त अब गर्नुपर्छ हाम्रो होइन। बहुत ठुलो दिवस हो स्वतन्त्र दिवस, स्वतन्त्र दिवसको उपलक्ष्यमा होइन राम्रो गर्नुपर्छ र आउने दिनमा चाहिँ हाम्रो दिव्याङ्ग नानीहरूको प्रति पनि एउटा राम्रो सोच जनतामाथि जाओस् र दिव्याङ्ग नानीहरूको प्रति सोच लिएर दिव्याङ्ग नानीहरूको लागि पनि आइदियोस्, अघि बढ्दोस् भन्ने चाहिँ हामी आशा राख्छौँ र आनन्दम आइपुग्नु आँट्यो र यो बहुत मेहनतले बनाएको आनन्दम हो र यसमा म पनि भगवान्सँग यही प्रार्थना गर्छु र तपाईँहरू पनि गाउँ छिमेकीहरूलाई पनि जनतालाई सबलाई म अपिल गर्न चाहन्छु कि असहायक नानी जो होइन गरिब दुःखी जो बाटोमा फुटपाथमा पढेको छ भने पनि तपाईँहरूले त्यस्तै राम्रो डिसेबल नानीहरूलाई हाम्रो आनन्दमा ल्याइदिनु सक्नुहुन्छ भन्ने म आशा राख्छु र आज यहाँ अब आश्रम आएँ, अब मलाई बहुत धेरै खुसी छ। धन्यवाद। आउनुहोस् सर, आउनुहोस् आउनुहोस्। अरे आकाश ठीक है, क्या ड्राइंग कर रहा है? सर आइपुग्नु भयो। चलो बजा के दिलाओ तो सुनाओ तो। मेरी बात है तू सुन बता। आटा तो मैं हमारा कुछ लगा देगा। तुम बज रहा कहाँ पर? पूर्णिमा थोड़ा उठो। हाँ